हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ 2082 साल चैत्रको 28 गते है, लास्ट डे अरे। शनि मन्दिर जान आँटेको पूजा गर्नुको लागि। अहिलेको बिहानको शनि मन्दिर दर्शन गर्नु जाँदै गरेको अटोमा। शनि मन्दिर दर्शन गर्नु जानेको भिडभाड हेर्नु होला है। यहाँनिर लाइन आम्मामा हेर्नु होला ल भन्नु त। शनि मन्दिर त आइपुग्यो। के साह्रो भिड हौ, बाफ्रे। जान्छ छ्यामा भन्नु तपाईँ उयो ढोकामा कहाँ यो पर ल भिड हौ, के साह्रो भिड हौ। हाम्रो बिरामी भएर ल बिस्तारै लैजान्छ। दिदीहरू चाहिँ भित्र पूजा गर्नु पस्नुभयो। श्रीराम सूर्य धाम 14बाट शनि मन्दिर विकासको लागि 105 रुपियाँ सहयोग गरिदिनु भएकोमा उहाँको समस्त परिवारमा श्रीनामका शनि गाइस, त्यहाँ चाहिँ शनि मन्दिरको लाइन है। अनि यता चाहिँ ठ्याक्कै होइन विश्वकर्मा बाबाको मन्दिर, यता पनि त्यतिकै भिडै छ। म चाहिँ बाहिर बसेर है रमिता हेर्दै बाहिरबाट दर्शन गर्दै भिड रमाइलो हेर्दैछु है गाइस, हेर्नलाई। हेर्नु न हो, मन्दिरमा भिड त्यस्तै गाडी चलिरहेछ, त्यतिकै बिजेडी प्याकहरू हेर्नलाई। यसरी शनि मन्दिर अनि विश्वकर्मा बाबाको मन्दिर छेउमा यस्तो प्याक छ है गाइस। आज 2082 साल होइन, चैत्र 28 गते अनि लास्ट अरे। त्यही भएर एकदम भिड हुने रहेछ क्या यो शनि मन्दिरमा दर्शन गर्नु। लाइन लाग्नु एकदम साह्रो रहेछ हौ भाइ। म त बाहिरैबाट दर्शन गरिदिएको नि हजुर। ल पूजा सकेर घर फर्केको। अझै पनि कति धेरै भिड छ हौ लाइनमा हेर्नु। धेरै लाइन छ। जान्छ अरे लायो भने एक बार जाँदैन। शनि मन्दिरदेखि